भारतको प्रधानमन्त्री, भारतको गृहमन्त्री, उहाँसँग केही दिन अगाडि हामी बसेका थियौं। केही दिन आज अमित शाहसँग उहाँसँग बसेपछि भारतका गृहमन्त्रीले उहाँले भन्नुभएको थियो, गोरखाल्यान्ड अभी संभव नहीं है। अभी का स्थिति ये देश का नेशनल सेंसिटिव एरिया, चिकन नेक एरिया, संगसंगै आज डोकलाम का एरिया और चाइना का एरिया जो भी है, सिक्किम का नथुला का एरिया है, जो एरिया में अभी रोज हम लोग 3 बार 4 बार फोन करके वहां पर आदान प्रदान करना पड़ता है। इसीलिए हम लोग अभी का परिस्थिति में गोरखालैंड के लिए अभी हम लोग इतना नजीक तक नहीं गया है। तो मैं चाहता हूं पहाड़ तराई डुवर्स के जितना भी हमारा गोरखा भाई बहन लोग है, अन्य कम्युनिटी है, आदिवासी, राजवंशी, कोचे मेचे, रावा, टोटो, संग में विभिन्न जाति का रहने वाला आदमी को एक व्यवस्था हम लोग सेटअप करना चाहता हूं भनेर भन्नुभएको थियो। त्यो सेटअप चाहिँ बोडोल्यान्ड टेरिटोरी रिजन जस्तै यस्तो प्रकारले आज तपाईले सोच्नुहोस् भनेर भन्नुभएको थियो। हामीले त्यसलाई यस पनि भनेनौ, नो पनि भनेनौ। हामीले त्यसलाई ठिक छ हामी बात मार्छौं भनेर भन्यौ, तर उहाँले पनि भन्नुभयो कि स्टेक होल्डरसँग बात मार्नुहोस्, पार्टीहरुसँग बात मार्नुहोस्। देन आफ्टर त्यसको कतिवटा उहाँहरुकोबाट सहमति भएपछि तपाईहरुले यहाँ आएर हामीसँग बात मारेर यसको सल्युसन निकाल्नुपर्छ, देन आफ्टर एग्रिमेन्ट गर्नुपर्छ भन्नुभएको थियो। र हामीले सोचौं डीजीएसी बनिँदाखेरि पनि डुवर्स आधा छोडिएको, जीटीए बनिँदा पनि आधा डुवर्स छोडेको, सँगसँगै आधा डुवर्सको कन्दलामा 1986 देखिको 2007 र 2017 को बीचमा पनि आज त्यहाँका मानिसहरूले, पहाड तराई डुवर्सको सम्पूर्ण मानिसले रगतको आधा बलि पनि दिएको हो। हरेक विषयमा भारतका गृहमन्त्रीलाई पनि हामीले भनेको छिटोभन्दा छिटो हामी यसको सल्युसन निकालेर हजुरसँग वार्ताको टेबलमा आउँछौं भनेर भनेका छौं। यो विषय आज उहाँले राख्नु भएको थियो। सँगसँगै त्यसमा हामीले भनेका थियौं 11 जात गोष्ठी चाहिँ के हुन्छ भन्दाखेरि 11 जात गोष्ठी हम लोग पैकेज में दे देंगे भनेर भन्नुभयो। यो कुरा बुझ्नुहोस् है, 11 जात गोष्ठी चाहिँ हम लोग पैकेज में दे देंगे। यो चीज उहाँको मुखारबन्द भन्नु भएको थियो। सँगसँगै 6 शेड्युललाई पनि हामी प्याकेजमा नै दिन्छौं भनेर भन्नुभएको थियो। अनि यो चीज एउटा संवैधानिक व्यवस्था आज यो पहाड तराई डुवर्समा हिजोको दिनमा 396 मौजालाई इन्क्लुड गर्न नसकेको मौजाहरूलाई आज सही प्रकारले आज इन्क्लुड गरेर भोलिको व्यवस्था आज हामीले गर्न सक्यौं भने तराई र डुवर्सको यति पुरानो उहाँको योगदान र यति डरलाग्दो आज उहाँले आहुति दिएको कुराहरू भोलिको दिनमा उहाँलाई धेरै भन्दा धेरै न्याय भएको हुन्छ भनेर सोचेका छौं हामीले। त्यसले गर्दाखेरि 11 जात गोष्ठीमा यो चीजहरु आज तपाईले बुझ्नुपर्छ। यहाँ कामी दमाई सार्कीहरु हुनुहुन्छ, तपाईहरु भन्नु लजाउनुहुन्छ, अगाडि कुरा राख्नु लजाउनुहुन्छ, भन्नु सक्नुपर्छ। तपाईले आज गुरुङले गुरुङ भन्न सक्छ, तामाङले तामाङ भन्न सक्छ, मंगलले मंगल भन्न सक्छ, आज नेवारले नेवार भन्न सक्छ, आज लिम्बूले लिम्बू भन्न सक्छ। तर तपाईले किन अगाडि आएर म चाहिँ कानी हो भन्नु सक्नुहुन्न, म दमाई हो किन भन्न सक्दैन? तपाईले आज यो चीज किन राख्नु सक्नु हुँदैन? राख्नु सक्नुपर्छ। आफ्नो अधिकार हो, आफ्नो अधिकार हो। यो अधिकार खस जनजातिमा पर्ने आज कामी दमाई सार्की खस जाति हितमा पर्ने यो एउटा अंग हो। खस जाति हितमा पर्ने यो अंग हो। यो अंग आज छुटिनु हुँदैन। यो अंगहरुमा 11 वटा जात आज इन्क्लुड छ 11 वटा जात। अनि यो 11 वटा जात चाहिँ खस जनजाति भित्र परेर आज
आफूले त्यो सहुलियत प्राप्त गरेको हुनुपर्छ भन्ने कुरोमा हामी लागेका छौँ। गोर्खा जनमुक्ति मोर्चा यो भिजन हो। गोर्खा जनमुक्ति मोर्चा यो भिजन हो। यो दाउरा सुरुवाल र चौबन्दी चोलो हामीले बिर्सिँदै गएका छौँ। हामीले लगाएको यो शिरको टोपी, जुन टोपी हामी कञ्चनजङ्घा भन्छौँ, यो कञ्चनजङ्घा टोपी आज बेचिँदै गएको छ, हराइँदै गएको छ, मासिँदै गएको छ। हामी आज यो टोपीलाई बचाउन खोजिरहेका हुन्छौँ। यो टोपीलाई स्याहार सुसार गर्न खोजिरहेको हुन्छौँ। मेरो आमाको चौबन्दी चोलो आज बचाउन खोजिरहेको हुन्छौँ। मेरो बाउको दाउरा सुरुवाल खोजिरहेको हुन्छौँ बचाउन। तर मेरो आमाको दाउरा चौबन्दी चोलो र दाउरा सुरुवाल बेच्ने आज धेरै मान्छेहरू आज निक्लेर आज सत्यनाश पारेको पनि प्रथा आज हामी पाइरहेका हुन्छौँ। आज मैले लगाएको दाउरा सुरुवाल, यहाँ मैले लगाएको जुन यो दाउरा सुरुवाल, यो दाउरा सुरुवाल मेरो दाउरा सुरुवाल हो। मेरो यो दाउरा सुरुवाल मेरो हो। मैले लगाएको छु नि यो टोपी मेरो टोपी हो। अगर यो मेरो शिरको टोपी कसैले खोसेर लान्छन् भने मेरो स्वाभिमान हराएको हुन्छन्, मेरो शान हराएको हुन्छन्। यो स्वाभिमान शान आज यो कञ्चनजङ्घा आज डुब्नु हुँदैन। जब जब यो जातिलाई, जब जब यो सन्तानलाई आइपर्छ, तब तब यो विमल गुरुङ ढाल भएर उभिएका हुन्छन्। यो प्रमाण छ दाजुभाइ दिदीबहिनी हो, यो प्रमाण छ। खरेनी लागिसक्यो यो गोर्खे सन्तान। यो गोर्खे सन्तान भर्न घाटको भइसकेको छ। र पनि अहिले तो सानो र तो ठुलो, तो भयङ्कर र तो नभयङ्कर भन्ने राजनीतिले बन्द गर्न पर्छ, बन्द हुन पर्छ। यो चिजहरू हामीले भन्न चाहेका हौ। हामी भन्छौँ, हे भारत, यो देशको नागरिक हो हामी। हे भारत, हामी यो देशको नागरिक हो। यो गोर्खे सन्तान यो देशलाई बचाउने जाति हौ। यो देशको हरेक कन्दलामा चाइनाले आज भुट्दाखेरि, बङ्गलादेशले आज भुट्दाखेरि, पाकिस्तानले भुट्दाखेरि यो गोर्खे सन्तानले छातीमा गोली थापेर भारत देशलाई बचाएको प्रमाण छ हो, प्रमाण छ। त्यसले गर्दाखेरि भारत देशले न्याय गर्न पर्छ। भारत देशले आज गोर्खे सन्तानलाई न्याय गर्न पर्छ। हामीलाई अन्याय मात्र गर्नु हुँदैन भन्ने कुरो हामी स्पष्ट रूपमा राम जन्मभूमिको प्राङ्गणबाट भन्न चाहन्छौँ।